ललितपुरमा रहेको अक्षेश्वर महाविहारको यो सिँढी त्यही हो जहाँ म 2057 सालमा दिनको 5 पटक हिँड्ने गर्थेँ र यो घर त्यही हो जहाँ हामी बस्ने गर्थ्यौँ। अहिले यो घर यस्तो भएछ अनि यो ठाउँ पनि यस्तो भएछ है त। अब अक्षेश्वर महाविहारको मुख्य क्षेत्रमा जाउँ है त। ऊ त्यो देखिँदै गरेको गुम्बज आकारको त्यो ठाउँ त्यही हो जहाँनिर 2057 सालमा बारुराले लगाएको गुडमा मैले एक ढुङ्गा हानेर फुकु मेरो ठुलो भाइको टाउकोमा चिलेको थियो। त्यहाँ अझै पनि त्यो सानो प्वाल